दर्शकबिन, हिजो मात्र निकै दुःखद घटना घटेको छ र उक्त घटना गुरुबाकोट नगरपालिका 12 पिप्लीमा घटेको घटना र घटनामा पर्नुभएको भूपेन्द्र कठियातकी श्रीमती माया कठियात र उनका एक छोरा एक छोरी गरेर चाहिँ 3 जना सदस्य चाहिँ हराउनु भएको छ भन्ने हामीले खबर सुनेका छौँ र सँगसँगै चाहिँ माया कठियात चाहिँ अन्दाजी चाहिँ 38 वर्षको उमेरको हुनुहुन्थ्यो अरे। अनि सँगसँगै चाहिँ उहाँ चाहिँ बिहान पर्ख चाहिँ करिब 7 बजेको समयमा चाहिँ औषधि गर्न जान्छु भनी एक छोरा एक छोरीलाई चाहिँ लगेर चाहिँ अस्पतालतिर जान लाग्नु भएको थियो अरे। त्यति बेला चाहिँ त्यही क्रममा चाहिँ केही समयपछि चाहिँ उहाँ चाहिँ सम्पर्कविहीन हुनुभएछ। त्यसपछि सम्पर्कविहीन भइसकेपछि उहाँका र उहाँले प्रयोग गर्ने सामग्रीहरू जस्तै मोबाइल अनि सल चप्पलहरू चाहिँ भेरीको किनारमा देखिसकेपछि सँगसँगै चाहिँ त्यहाँका स्थानीयहरूले चाहिँ यो आशंका गरेका छन् कि काहीँ डुब्नु भयो कि अर्थात् कतै सम्पर्कविहीन कतैतिर जानुभयो कि भन्ने उहाँको स्थानीयहरूको भनाइ छ। र सँगसँगै चाहिँ यति मात्र नभएर अझ उहाँका स्थानीयहरूले यो पनि गुनासो गर्नुभएको छ, उहाँका सामग्रीहरू भेरीको किनारमा देखिसकेपछि पक्कै पनि केही न केही शङ्का छ भनेपछि उहाँहरूले नेपाल प्रहरीहरूलाई बोलाउनुहुन्छ र नेपाल प्रहरीहरूले चाहिँ त्यहाँको होइन अब भेरीको छेउछाउको आसपासमा चाहिँ अब प्रहरीहरूले चाहिँ अब त्यहाँ खोज तलास गर्नुहुन्छ। खोज तलास गर्ने क्रममा चाहिँ खोज अनुसन्धान गर्ने क्रममा चाहिँ केही पनि त्यहाँ नभेटिसकेपछि अझै त्यहाँ खटिएका छन् हाम्रा सुरक्षाकर्मीहरू चाहिँ। अनि सँगसँगै चाहिँ हाम्रो यति मात्र नभएर अझ हाम्रा स्थानीयहरूले चाहिँ यो पनि भन्नुभएको छ है र उहाँहरू चाहिँ अब नदीमा हुनुहुन्थ्यो किनारमा चाहिँ, त्यसपछि चाहिँ केही समयमा चाहिँ उहाँहरू कहाँ जानुभयो के हुनुभयो हामीलाई केही पनि थाहा छैन भन्ने यस्ता कुराहरू पनि सुनिएका छन्। सँगसँगै चाहिँ अब हजुरहरूलाई कस्तो लाग्छ भने त्यही अनुसार सुझाव सल्लाह प्रतिक्रिया दिनु होला र मैले बोलेको केही शब्दहरू गलत छन् भने क्षमा प्राप्ति पनि भन्न चाहन्छु, किनकि मैले न्युज बोलेको क्रममा केही कुराहरू मिस्टेक पनि भन्न सक्छु र केही कुराहरू नबुझेको पनि हुनसक्छु। त्यो कुराहरू बुझाइदिनु होला अति स्पष्टसँग र त्यसैको बारेमा मैले केही छलफल गरेर हजुरहरू माझसम्म पुर्याउने आश गर्नेछु। अनि सँगसँगै चाहिँ मायादेवी चाहिँ अब उहाँ चाहिँ आफ्नो छोरा र छोरी अन्दाज छोराछोरी चाहिँ करिब एउटा छोरा चाहिँ 8 वर्षका थिए भने छोरी चाहिँ 12 वर्षको छ भन्ने अन्दाज पनि गरिएको थियो। अनि उहाँहरूको चाहिँ अहिलेसम्म कुनै पनि सम्पर्कमा नआइसकेपछि चाहिँ अब सबैजना निराश हुनुहुन्छ र आशा छ अब पक्कै पनि त्यो लास होस् या जुनसुकै होस् होइन उहाँको सकुशल कि भेटोस् भन्न चाहन्छु कि प्रुफहरू चाहिँ। त्यही भएर अब हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया र कमेन्ट गर्न नभुल्नु होला भन्दै अहिले बिदा दिनुहोस्। हस् त, नमस्ते।